प्रोफेसर अथवा रिसर्चरलाई कन्ट्याक्ट गरेर आर यु एबल टु टेक मी एज अ रिसर्च स्टुडेन्ट अर इज देयर पोजिसन एभाइलेबल फर पिएचडी स्टुडेन्ट भनेर त्यो हामीले अलरेडी प्रोफेसरहरूसँग कुरा गरिसकेपछि प्रोफेसरले हामीलाई चाहिँ ओके आई एम रेडी टु टेक यु एज अ पिएचडी स्टुडेन्ट भन्ने प्रोफेसरले रिस्पोन्स गरिसकेपछि मात्रै हामीले फर्मल एप्लिकेसन हाल्न सक्छौँ। अनि अब प्रोफेसरहरूलाई कहाँबाट खोज्ने भन्ने कुरामा के छ भने तपाईँले युनिभर्सिटीको वेबसाइटमा जानुभयो भने रिसर्च प्रोफाइलहरू हुन्छ। त्यो रिसर्च प्रोफाइलमा गएर तपाईँले आफ्नो रिलेटेड सेक्टरको रिसर्चरहरू त्यहाँबाट खोज्न सक्नुहुन्छ र रिसर्चरको प्रोफाइल हेरेपछि त्यो रिसर्चर सुपरभिजनको लागि एभाइलेबल छ कि छैन भन्ने कुरा पनि त्यो प्रोफाइलमा दिएको हुन्छ। जुन प्रोफेसर चाहिँ सुपरभिजनको लागि एभाइलेबल छ त्यस्तोलाई तपाईँले इमेल गर्नुभयो भने तपाईँले 10, 20, 50 वटा इमेल गर्नुभयो भने एउटा, दुईटा, चारवटा रिप्लाई आउन सक्छ। त्योमध्ये कुनै प्रोफेसरले तपाईँलाई एक्सेप्ट पनि गर्न सक्ला तपाईँको ब्याकग्राउन्ड र अरू स्किल्सहरू हेरेर। यसबाहेक प्रोफेसरसँग रिच आउट गर्ने अर्को तरिका भनेको लिङ्क्डइनबाट पनि हो, प्लस कहिलेकाहीँ सिकमा, इन्डिडमा पनि पिएचडीको भ्याकेन्सिजहरू हुन्छ। त्यस्तो भ्याकेन्सीहरू तपाईँले देख्नुभयो भने त्यसमा एउटा कन्ट्याक्ट इमेल दिएको हुन्छ। त्यो इमेलमा तपाईँले आफ्नो सिभी र कभर लेटर चाहिँ पठाउनु भयो भने त्यहाँबाट थप प्रोसेसहरू हुन्छ। त्यो अलि सजिलो स्टेप हुन्छ त्यो चाहिँ। यसरी जुनसुकै पनि तरिकाबाट तपाईँले पोटेन्सियल सुपरभाइजर अथवा चाहिँ रिसर्चरसँग एप्रोच गरिसक्नुभयो, तपाईँलाई चाहिँ पिएचडीको लागि लिन रेडी भइसकेपछि त्यसपछि मात्रै तपाईँले कलेजमा इनरोलमेन्ट गर्नुपर्ने हुन्छ।